नमस्ते सबैजनालाई। हजुरहरू पनि कोरियन भाषा 0 लेभलदेखि सिक्न चाहनुहुन्छ भने फागुन 1 गतेदेखि हाम्रो टिकटक लाइभ मार्फत नयाँ कक्षा सुरु हुँदैछ। हजुरहरू पनि जोइन भएर सिक्न सक्नुहुन्छ। र अहिले चाहिँ हजुरहरूको लागि म यो कोरियन वर्णमाला टोटल अक्षरहरू 40 वटा मध्येमा 14 वटा चाहिँ सिंगल कन्सोनेन्ट साउन्ड, त्यसलाई नेपालीमा एकल व्यञ्जन वर्ण भन्छ, त्यो सिकाउन गइरहेको छु। ल हजुरहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला है। कोरियन भाषा चाहिँ एकदमै इजी हुन्छ, गाह्रो हुँदैन है त। ल 1 मिनेटको भिडियोमा हजुरहरूले हेरेर यति अक्षरहरू सिक्न सक्नुहुन्छ। ल अब हामी सुरु गरौँ है त। यो गलाई चाहिँ कसरी लेख्ने त कोरियनमा भन्दाखेरि, जस्तै पहिला एउटा ड्यास दिउँ हामी हैन, त्यसपछि अनि यो ड्यासको अन्तिमबाट एउटा धर्को तानौँ हो, यो अक्षर चाहिँ हाम्रो ग भयो। अब न कसरी लेख्ने त, न लेख्नलाई चाहिँ इङ्ग्लिस अक्षरको याल सम्झ्यो भने भइहाल्छ। यसरी चाहिँ हाम्रो यो न भयो। अब द लेख्नलाई पनि यही यो इङ्ग्लिस अक्षरको याल लेखौँ, रिपिट गरौँ, अनि यसको यो माथिको टाउकोबाट यसरी ड्यास गरिदिउँ अथवा टोपी लगाइदिउँ। यसलाई चाहिँ हामी द भनेर भन्न सक्छौँ। र चाहिँ कसरी लेख्ने भन्दाखेरि, लेख्न पनि गाह्रो छैन। यसरी एउटा ड्यास गर्ने, अनि तल एउटा सानो धर्को आदि जति, अनि त्यसपछि फेरि अगाडि ड्यास, अनि फेरि तल सानो आदि धर्को, त्यसपछि पछाडिपट्टि यसरी दायाँपट्टि ड्यास गरिदिने। यसरी चाहिँ हाम्रो अक्षर बन्यो है त। अब म लेख्न चाहिँ एकदमै इजी छ। 4 कुना बराबर भयो भने चाहिँ यसरी चाहिँ हामी यसलाई चाहिँ म भन्न सक्छौँ है। अनि ब लेख्ने कसरी त भन्दाखेरि, अगाडि एउटा धर्को, थोरै ग्याप राखेर फेरि अर्को एउटा धर्को तान्ने, अनि तलबाट 2टा धर्कोलाई जोडिदिने, र बिचबाट पनि यिनीहरू 2टा धर्कोलाई जोडिदिने। यसरी चाहिँ हाम्रो ब अक्षर बन्छ है। अनि स लेख्न पनि सजिलो छ। स चाहिँ लेख्नलाई एउटा छड्के लाइन तान्ने, अनि यसको बिचबाट एउटा सानो धर्को तान्दिने। यसरी चाहिँ हाम्रो स भन्ने अक्षर बन्यो। अब अ लेख्न चाहिँ एकदमै इजी छ। यो चाहिँ गोलो एउटा सर्कल बनाइदिएपछि यो अ भइहाल्यो हैन। अनि ज लेख्न चाहिँ त्यो पनि गाह्रो छैन। यो स छ नि यतापट्टिको, यसलाई यहीँ रिपिट गरौँ त एकचोटि। ल लेख्यौँ, अनि यसपछि यसको टाउको निरबाट यसरी हामी ड्यास टाउकोसम्म जोडिदिउँ। यसरी चाहिँ हाम्रो ज अक्षर बन्यो। अब छ लेख्न पनि यही माथिकोलाई रिपिट गरौँ त, जलाई रिपिट गरेपछि अनि यसको ड्यास टाउको माथि यसरी राखिदिएपछि यो चाहिँ छ भन्ने भयो है त। अब ख लेख्न पनि यो ग छ नि, यो गलाई यहाँ ल्याएर राखौँ त, हो गलाई यहाँ ल्याएर राखेपछि यो गलाई, अनि यसको तल बिचबाट एउटा यसरी ड्यास तान्दिउँ। यसरी चाहिँ ख भन्ने अक्षर बन्छ। र थ लेख्नलाई चाहिँ इङ्ग्लिस अक्षरको इ हुन्छ नि, हो त्यो लेखेपछि हामीले अरू केही गर्नै परेन। लेखेपछि कोरियनमा थ बन्यो। अब फ लेख्नलाई चाहिँ 2वटा धर्को तान्ने, माथिबाट पनि ड्यास, तलबाट पनि ड्यास। यसरी चाहिँ डबल आई जस्तो देखिन्छ हेर्दा हैन। यो चाहिँ फ भन्ने अक्षर बन्यो। अब ह लेख्नलाई चाहिँ एउटा गोलो गोलो सर्कल बनाउने, त्योभन्दा माथि अलि लामो ड्यास, त्योभन्दा माथि फेरि अलि छोटो ड्यास। यसरी चाहिँ हाम्रो ह भन्ने अक्षर बन्यो। ल हजुरहरूलाई कोरियन भाषा कस्तो लाग्यो? यदि सजिलो लाग्यो अथवा कोरियन भाषा पढ्न इच्छुक हुनुहुन्छ, फ्रीमै पढ्न चाहनुहुन्छ भने चाहिँ हाम्रो 1 गतेदेखि टिकटक लाइभमा नयाँ कक्षा सुरु हुँदैछ 0 लेभलदेखि। हजुरहरू पनि सबैजना आएर जोइन गर्न सक्नुहुन्छ है त। सबैजनालाई धेरै धेरै धन्यवाद।